ल सुरु गरौँ आजको यो चर्चा। आज हामी ल अफ अजम्पसन अभ्यास गर्नेहरूले सायद सबैभन्दा धेरै चाहने कुराको बारेमा कुरा गर्दैछौँ। त्यो हो अचानक वा अप्रत्याशित रूपमा ठूलो धन हात पर्नु। यसलाई धेरैले विन्डफल पनि भन्छन्। यो एउटा यस्तो विषय हो जसले हामी सबैलाई लोभ्याउँछ। तर एडिलेरेको स्रोत सामग्रीले यसलाई प्राप्त गर्ने एउटा निकै विशिष्ट र रोचक तरिका प्रस्तुत गरेको छ। तर एउटा कुरा, यस्ता अप्रत्याशित धन प्राप्तिका चाहनाहरू सुरु नहुँदै किन फेल खान्छन् त? किन धेरैले चाहेर पनि यो कुरा पाउन सकिरहेका हुँदैनन्? यसको पछाडि एउटा निकै रोचक, ऊर्जावान र मानसिक अडचन लुकेको छ जसलाई बुझ्न नितान्त जरुरी छ। खासमा मुख्य समस्या भनेको नि दोहोरो मानसिकता हो। मानौ एक दिन खर्च हेरेर लाग्छ, भाडा र बिल तिर्न 20,000 भए त पुगिहाल्छ नि। अनि भोलिपल्ट फेरि मन बदलिन्छ, होइन जे पनि पाउन सकिन्छ भने त घर किनेर र विदेश घुम्न 20 लाख नै चाहिन्छ नि। यसरी कहिले सानो आवश्यकता त कहिले ठूलो सपनाको बीचमा पिङ खेलेझै झुल्दा के हुन्छ? मानसिक ऊर्जा बाडिन्छ र कुनै पनि एउटा कुरामा ध्यान जाँदैन। खर्च र सपनाहरू बीचको यो तौल्ने बानीले गर्दा अन्ततः न त 20,000 हात पर्छ न त 20 लाख नै। त्यसो भए यो अस्थिर र अल्मलिएको मानसिकताबाट कसरी बाहिर निस्किने त? एडिलेरेले यसको लागि ल अफ एजम्पसनमा आधारित एउटा निकै स्पष्ट र प्रामाणिक 3 चरणको विधि दिएका छन्। यसले यो अस्तव्यस्त पासोलाई चटक्कै पन्छाएर अघि बढ्ने बाटो देखाउँछ। यो पासोबाट निस्किन यी 3वटा निश्चित चरणहरू पालना गर्नुपर्ने हुन्छ। पहिलो, एउटा निश्चित रकम तय गर्ने। दोस्रो, प्राप्तिको माध्यम निर्धारण गर्ने। र तेस्रो, शान्त रहने र नियमित रूपमा कल्पना गर्ने। अब जाउँ पहिलो चरणमा, निश्चित रकम तय गर्ने। यहाँ आवश्यकता वा उपयोगिता भन्दा पनि आफ्नो खुसीलाई प्राथमिकता दिनु महत्त्वपूर्ण हुन्छ। तर त्यो सही रकम कसरी छान्ने त? एडिलेरेको एउटा निकै सठिक प्रश्न छ। यदि मैले आज कुनै मेहनत नगरी अप्रत्याशित रूपमा यो रकम प्राप्त गरेँ भने म साँच्चै अत्यन्तै खुसी र प्रफुल्लित हुनेछु। त्यो मेरो रकम कति हो? यो प्रश्न आफैलाई सोध्दा नि मनमा त्यस्तो रकम आउनुपर्छ जसले साँच्चै भित्रैदेखि उत्साह ल्याओस्। केवल उधारो वा बिल तिर्न पुग्ने मात्र होइन, विशुद्ध खुसी दिने अङ्क हुनुपर्छ त्यो। त्यसपछि आउँछ दोस्रो चरण, माध्यम निर्धारण गर्ने। अर्थात् त्यो धन कसरी आफ्नो हातमा आउँछ भनेर स्पष्ट कल्पना गर्ने। यो रकम कसरी आउँछ भन्ने कुरा व्यक्तिअनुसार फरक हुन सक्छ। जस्तै यदि दिनौँ नगद नै चलाउने बानी छ भने भौतिक रूपमा नै पैसाका बिटा गिनिरहेको कल्पना गर्न सकिन्छ। तर अक्षेल जस्तो नगद रहित वा क्यासलेस समयमा आफ्नो मोबाइल ब्याङ्किङ एपमा ब्यालेन्स बढेको कल्पना गर्दा अझ स्वाभाविक लाग्न सक्छ। अथवा कुनै चिट्ठा वा बोनसको ठूलो चेक हातमा परेको सोच्न पनि सकिन्छ। आफू बस्ने परिवेश अनुसार कुन माध्यम सबैभन्दा सहज लाग्छ त्यही छान्ने हो। यहाँ मुख्य कुरा के हो भने यो कल्पना यति जीवन्त हुनुपर्छ कि मानौ त्यो रकम अहिले नै प्राप्त भइसक्यो। चाहे त्यो नगदको ठूलो बिटा होस् वा लाखौं डलर लेखिएको स्पष्ट चेक होस् वा स्मार्टफोनको स्क्रिनमा चम्किरहेको ब्यालेन्स होस्, जे माध्यम छाने पनि त्यो पहिले आफ्नै भइसक्यो भन्ने महसुस गर्नुपर्छ। र अब सबैभन्दा महत्त्वपूर्ण तेस्रो चरण, शान्त रहने र नियमित कल्पना गर्ने, विशेष गरी निद्राको अवस्थामा। यो शान्त अवस्था भनेको खासमा के हो त? यो त्यस्तो समय हो जस्तै सुत्ने बेला वा बिहान उठ्ने बित्तिकै जब मन एकदमै शान्त हुन्छ। यही बेला बारम्बार यो सोच्ने हो कि त्यो धन प्राप्त भइसक्यो। र सबैभन्दा गजबको कुरा त के भने यो प्राप्तिमा आफ्नो कुनै दुःख, मेहनत वा व्यक्तिगत प्रयास नै परेको छैन भन्ने महसुस गर्नु हो, एकदमै सहज तरिकाले। यसलाई यसरी बुझौँ न, सुतेको बेला गहिरो निद्रामा हुँदा नै त्यो धन प्राप्त भयो। कुनै थकान छैन, कुनै भागदौड छैन। जब बिहान आँखा खुल्छ त्यो रकम पहिल्यै आइसकेको हुन्छ। कति आनन्दको कुरा होइन त? यो विधिको सुन्दरता नै यही सहजता र शान्तिमा छ। समग्रमा भन्नुपर्दा एडिलेरेको यो विधि यिनै 3वटा पिलरमा अडिएको छ। एउटा निश्चित रकमको निर्णय गर्ने, प्राप्तिको स्पष्ट माध्यम निर्धारण गर्ने र पूर्ण रूपमा शान्त रहेर त्यो धन पहिले प्राप्त भइसकेको मान्यता राख्ने। यो कुनै जादु वा टुनामुना पक्कै होइन, यो त एउटा निकै केन्द्रित र व्यवस्थित मानसिक अभ्यास पो हो त। ल अब जाँदा जाँदै एउटा गहिरो र सोचनीय प्रश्न छाडेर जाउँ। के हाम्रो आर्थिक वास्तविकता हामीले दिनभरि गर्ने कठोर मेहनत र पसिनाले मात्र बन्छ, वा हामीले सुत्ने बेला हाम्रो अवचेतन मनमा राखेका ती शान्त मान्यताहरूले?
ल अफ अजम्पसनले त हाम्रो परम्परागत सोचलाई नै ठूलो चुनौती दिन्छ। सायद हाम्रो यथार्थ निर्माणमा हाम्रो यो शान्त मनको शक्ति हामीले सोचेभन्दा धेरै गुणा ठूलो पो छ कि? सोच्नुहोला है त।